मेरो यो भिडियो हेर्नुहोस् त। यो भिडियोमा 600 भ्यूज गएको छ, फेरि मेरो आफ्नै अर्को भिडियोमा 20-25 पनि भ्यूज गएको छ। के भएर यस्तो भएको होला? आजको हामी यस भिडियोमा कुरा गर्नेछौँ हाम्रो भिडियोमा भ्यूज कसरी जान्छ वा भिडियो भाइरल कसरी हुन्छ भन्ने विषयमा। अर्थसारथीको एउटा नयाँ भिडियोमा तपाईलाई फेरि पनि स्वागत छ। अब हामी बढ्छौँ भिडियोतर्फ। कुनै पनि भिडियो भाइरल हुनु भाग्य वा जादु भने पक्कै होइन। यस पछाडि एउटा कारण हुन्छ। यसमा पहिलो कारण छ हुक। हुक भन्नाले तपाईको भिडियोको सुरुवातको 3 देखि 10 सेकेन्डलाई बुझाउँछ। यदि यो भिडियोमा मैले सुरुवातमा नमस्कार म अर्थसारथी भनेको हुन्थ्यो भने तपाईले यो भिडियो अहिले यहाँसम्म हेर्नुहुन्न थियो। अर्को छ तपाईको भिडियो मान्छेले कति बेर हेरे। यदि तपाईको भिडियो 1 मिनेटको छ र मान्छेले 50 सेकेन्डसम्म हेरे भने युट्युबलाई वा कुनै पनि टिकटक फेसबुकलाई लाग्छ कि तपाईको भिडियो दामी छ र तपाईको भिडियोलाई अझ पुश गर्छ। अर्को छ शेयर। मान्छेले यी तीनटा कुरा छ भने मात्रै भिडियो शेयर गर्छ, जुन हुन् उपयोगी जानकारी, भावना र चेतावनी। र अर्को छ कमेन्टमा बहस। यदि तपाईको भिडियोमा तल कमेन्टमा आएर मानिसहरू झगडा वा बहस गर्न थाले भने झन् त्यो भिडियो भाइरल हुने त पक्का छ। र आजबाट तपाईले भिडियो बनाउँदाखेरि सुरुमा नमस्ते वा आफ्नो इन्ट्रोडक्सन दिन नथाल्नु होला। पहिले भिडियोमा के भन्नुहुन्छ, के छ इम्पोर्टेन्ट टपिक, त्यो सुरुमै भन्नु होला 3 देखि 10 सेकेन्ड भित्र, अनि मात्र तपाईको भिडियो सुरु गर्नु होला। परिचय बीचमा राखिदिनु होला। आजको लागि यति नै। हेर्दै गर्नु होला अर्थसारथी। धन्यवाद।